हाम्रो रेकर्ड भइहाल्यो। अब यसलाई एकचोटि सुरुबाट म फेरि तपाईहरुलाई चाहिँ दोहोऱ्याउँछु है। यो मलाई अरु परेसनलाई चाहिएको छ। एक मिनट सर, मैले यो रेकर्ड पनि ल एकपटक हामीहरु सुरुबाट हेरौं है। हामीहरु यो सुरुमा हामी लगइन स्क्रिनमा गयौं। लगइन स्क्रिनमा जाँदाखेरि हाम्रो यो भयो, हाम्रो यसमा लगइन गरिरहेका छौं। अब यो लगइन गरिसकेपछि हामीले यो प्रस्तावित बजेट हैन, प्रस्तावित बजेटमा क्लिक गरेको हो। यो प्रस्तावित बजेट पछि हामी यो लेफ्ट साइडमा देखेको ब्ल्याक स्क्रिनमा क्लिक गर्यौं। यहाँ क्लिक गर्ने बित्तिकै हाम्रो मन्त्रालय देखियो। मन्त्रालय देखिसकेपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयहरू भन्ने देखियो। त्यसपछि फर्स्ट टाइम हामीले कार्यालय कोड छान्नुस् भनेर आएको थियो। अब एकपटक सेभ गरिसकेपछि यो आउँदैन। यसलाई यही कार्यालय देखिसक्यो हामीलाई। जस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जा भनेर हामीलाई देखिएको छ। अब यहाँ अघि तपाईको खाली थियो। हामीले के गर्यौं, खर्च संकेतहरू जुन चाहिन्छ हामीले यिनीहरूलाई यहाँबाट थप दिँदै गएका छौं है। जुन जुन चाहिन्छ तिनीहरूलाई, जस्तै अब 22,314 यो पनि चाहिने नै हो। 22,522 कार्यक्रम खर्च पनि हामीलाई चाहिन्छ। तपाईहरुको धेरै चल्ने 31,154 हैन, अनि त्यसपछि 31,155 31,156। अब यो शीर्षकहरु जुन जुन चाहिन्छ तिनीहरुको हामीले पहिला यहाँ लिस्ट तयार गरौँ है। पछि थप्दै गए पनि हुन्छ, अहिले लिस्ट थपे पनि हुन्छ, केही फरक पर्दैन। नभए यता चाहिएन भने डिलिट गरिदिँदा हुन्छ है। यसको यो डिलिट अप्सन चाहिँ हामीलाई सजिलैसँग यहाँ अवेलेबल छ। यसलाई चाहिँ हामीले यो डिलिट गरिदिन सक्छौं। अब हामी जाउँ सुरुमा। अहिले हामी खर्च शीर्षक मात्रै राख्यौं। अब कुन शीर्षकमा कति बजेट राख्ने, कुन कार्यक्रम राख्ने भनेर अब हामी कार्यक्रम राख्न जान्छौं। अहिलेसम्म हामी खर्च शीर्षकसम्म आयौं। अब कार्यालय राख्दाखेरि के रे कार्यक्रमहरु राख्दाखेरि सुरुमा हामी अब तल प्रशासनिक खर्चतिरबाट जाउँ। सबभन्दा पहिला हामी पारिश्रमिक कर्मचारीतिरबाट इन्ट्री गर्न जाउँ है। ल अब पारिश्रमिक कर्मचारीको इन्ट्री गर्नलाई हामी जुन खर्च शीर्षकमा गएर इन्ट्री गर्ने हो त्यसैलाई क्लिक गर्ने। जस्तै अब सिंचाई संरचना निर्माण भन्नेमा क्लिक गर्ने भने नि त्यही क्लिक गर्ने, जहाँ चाहिन्छ हामीले त्यही। अहिले हामीलाई चाहिएको पारिश्रमिक कर्मचारी, त्यही भएर मैले पारिश्रमिक कर्मचारीलाई क्लिक गरेँ। अब पारिश्रमिक कर्मचारी क्लिक गरिसकेपछि अब आयो यहाँ एउटा टेबलको फर्मेट आयो। कम्पोनेन्ट, कार्यक्रम, तरिका, दरबन्दी संख्या, पदपूर्ति संख्या, सुरुको तलब स्केल, औसत ग्रेड, महिना, जम्मा भनेर आयो है। अब हामी यसैलाई 31,100 अब जस्तै खानेपानी संरचनाकोमा गएको भएदेखि कम्पोनेन्ट, कार्यक्रम, परिमाण, प्रति इकाइ दर, जम्मा रकम, एक्सन भनेर आएको छ। जुनमा त्यो कार्यक्रम अनुसार ती केही कम्पोनेन्टहरु, केही त्यो फिल्डहरु चाहिँ फरक हुन सक्ने भए, नभए बेसिक कुरा एउटै हो। अब इन्ट्री गर्नको लागि यो माथि प्लस भन्ने सिम्बल छ। अघिल्लो वर्ष भन्दा अहिले चाहिँ यसमा धेरै परिमार्जन गरेको छ। अब यसमा प्लस सिम्बललाई हामीले क्लिक गर्ने, एउटा फारम आउँछ। हामी तलब इन्ट्री गर्दै छौं 21,111 मा। अब यो कम्पोनेन्ट, अब तपाईहरु धेरै जनाले चाहिँ कम्पोनेन्ट बुझ्नु भएको छ। हामी विकास कार्यक्रमहरुको लागि कम्पोनेन्ट बनाएर काम गर्छौं। जस्तै एक घर एक धारा हैन, अनि त्यसपछि विशेष खानेपानी आयोजनाहरू, आधारभूत खानेपानी आयोजनाहरू, तिनीहरूलाई ग्रुपिङ गर्नको लागि हामीले कम्पोनेन्ट बनाउँछौं। तर अहिले हाम्रो यहाँ प्रशासनिक खर्चको लागि कम्पोनेन्ट छानिराख्नु परेन। प्रशासनिक खर्चलाई कम्पोनेन्ट शून्य गर्नु होला है। यो केही पनि छान्नु पर्दैन, डिफल्ट शून्य आउँछ। त्यसपछि आयो हाम्रो यहाँ कार्यक्रम छान्नुहोस्। कार्यक्रम अब यही दिएको छ। सबै कार्यक्रमहरु लगभग अघिल्लो वर्षको कार्यक्रमहरु सबै यहाँ लिस्टिङ भइसकेको भएर हामीलाई सजिलो छ। अब मानौ हामी चाहिँ अब
कुन तहको कर्मचारीको लागि कति राख्ने भनेर अब हामीले यहाँबाट राख्ने। अब जस्तै तपाईहरुको खानेपानी भनेपछि अधिकृत स्तर 9औं हुनुहुन्छ, 9औं 10औं हुनुहुन्छ होला हैन, अधिकृत स्तर 10औं। अब यसमा के गर्नु होला, जस्तै 9औं र 10औं अल्टरनेट हुनेमा हामीले 10औं को लागि राखौं, तर अब 10औं नै कार्यरत हुनुहुन्छ भने फुल राख्नुहोस्। अब 9औं अलिसम्म 9औं हुनुहुन्छ तर 10औं आउनुहुन्छ भन्ने लाग्छ भने अब 9औं र 10औं जुन राखे पनि भयो, तर 10औं आउँदाखेरि पनि तलब पुग्ने गरी चाहिँ राख्नु होला यसमा है। अधिकृत स्तर 10औं छान्यौं। अब दरबन्दी अनुसार भयो। दरबन्दी संख्या यो तरिकामा दरबन्दी अनुसार भनेर नै राख्नु होला। त्यसपछि दरबन्दी संख्या भनेको ठाउँमा अब दरबन्दी जति हो त्यही राख्नु पर्यो। पदपूर्ति जति पदपूर्ति छ त्यति नै राख्नु होला। यो गरेपछि के हुन्छ भन्दा तलब चाहिँ दरबन्दी अनुसारै रिजर्भ बस्छ। पदपूर्ति 1 छ भने 1 गर्नुस्, 0 छ भने 0 गर्नुस्। यसले तलबलाई कुनै फरक पार्दैन, रिजर्भ राख्छ है। दरबन्दी संख्या 1 सुरु तलब स्केल जस्तै अब 10औं तह हुनुहुन्छ भने 45,000 होला, मैले एराउन्डमा राखेको छु है। औसत ग्रेड 5 राख्यौं भने 14.2 यो महिना जे आएको छ यो ठीक छ। त्यसपछि अब हामीले ख्याल गर्नुपर्ने के हो भन्दा जम्मा रकम 7,10,000 भयो। 7,10,000 ले 10औं तहको कर्मचारी हुँदाखेरि अब 9औंलाई फेरि राख्नु परेन। 9औं भए पनि 10औं भए पनि 7,10,000 ले चाहिँ 1 वर्षलाई पुग्छ भन्ने चाहिँ यो कन्फर्म हुनु होला है। तपाईको कहिलेकाहीँ यहाँ ग्रेड 4 राख्नु भयो अथवा 3 राख्नु भयो, त्यसले केही फरक पार्दैन। तपाईले मुख्य चाहिँ यो 7,10,000 चाहिँ पुग्ने गरी राख्नु होला। यति चाहिँ पुग्यो कि अब 7,10,000 ले पुग्ने हो कि होइन त्यो चाहिँ कन्फर्म गर्नु होला है। त्यसले चाहिँ अब त्यसपछि 2 वर्षको अनुमान भनेको ठाउँमा हामीले आगामी 2 वर्षको लागि 10% 10 देखि 15% बढाएर राख्नु होला। यो भयो भने के हुन्छ, हामीले एमटीएफ बनाउँदाखेरि मध्यवर्ती खर्च संरचना मध्यमकालीन खर्च संरचना बनाउँदाखेरि यही सिस्टमबाट डाटा तान्ने भएको भएर यो दोस्रो र तेस्रो वर्षको चाहिँ अनुमान त्यहीबाट मिल्न जान्छ। अब 7,10,000 भयो, हामी मानौ 70 गर्दा 7,80,000 8,50,000 60,000 यति राख्दिउँ है। 10 देखि 15% यो र्यान्डम बढाएको भयो। अब अर्को छ यो चालु आवकको हालसम्म खर्च र यथार्थ खर्च भन्ने कार्यक्रम छ। यो चाहिँ यसैका आधारमा नै हामीले बजेटको छलफल गर्दाखेरि अघिल्लो वर्ष यति खर्च भयो, अहिले यति विनियोजन छ, हालसम्म आजसम्म यति खर्च भयो र अब चाहिँ यति बाँकी छ, के रे आगामी वर्षलाई हामीलाई यति चाहिन्छ भन्ने अनुमान गर्ने भएको भएर यसलाई चाहिँ एकदमै विशेष ध्यान दिएर वास्तविक जे छ हामी त्यसैलाई चाहिँ राख्नु होला है। यो विनियोजन हालसम्मको खर्च र यथार्थ खर्च 8,60,000 भयो। अब विनियोजन मानौ अघिल्लो वर्ष हाम्रो कति थियो, जस्तै 7 लाख विनियोजन थियो, अहिलेसम्म हाम्रो 5,50 खर्च भयो भन्ने मानौ। र यथार्थ खर्च भनेको गत आव भनेको अघिल्लो वर्ष अघिल्लो आर्थिक वर्ष असार मसान्तसम्म भएको खर्च र अघिल्लो वर्ष 7 लाख खर्च भएको थियो भन्ने अनुमान हामीले यहाँ राख्यौं। यो प्रत्येक कार्यक्रमको लागि राख्नु होला है। नयाँ कार्यक्रमकोहरुको लागि अब तपाईले विनियोजन 0 लेखिदिनु भयो भने हामीले नयाँ कार्यक्रम भन्ने बुझ्ने भयो। अब यो त प्रशासनिक भएर हामीले यसमा त्यति धेरै महत्त्व दिनु परेन, तर अरु प्रशासनिकको पनि हाम्रो जस्तै अनुगमन मूल्याङ्कन, इन्धन, मसलान्द लगायतकोमा यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। र अब यो त्रैमासिक चौमासिक विभाजनमा तलबको हकमा यसले आफै क्याल्कुलेट गरेर त्रैमासिक विभाजन राखिदिएको छ। हामीले यसलाई पिर्मानु परेन र त्रैमासिक विभाजन के चौमासिक विभाजन एकदम ठ्याक्कै मिलेन भने त्यति धेरै असर चाहिँ पर्दैन है। त्यसपछि अर्को फिल्ड छ आयोजनाको कुल क्रियाकलापको परिमाण र लागत र सम्पूर्ण कार्यमध्ये गत आवसम्मको परिमाण र लागत। यो दुईटा बक्स पनि हाम्रो कार्यक्रमको लागि हो, हाम्रो यो तलबहरुको लागि होइन, यिनीहरुलाई पर्दैन। तर जुन विकास आयोजना बहुवर्षीय आयोजना छन्, बहुवर्षीय र कर्मगत आयोजनाहरुको लागि चाहिँ यो हामीले अनिवार्य छ है। यो चाहिँ भर्नको लागि बहुवर्षीय र कर्मगत आयोजनाको कुल क्रियाकलापको परिमाण र लागत भनेको त्यो आयोजनाको कुल कति हो र त्यसको लागत कति हो भन्ने चाहिँ यो देखिने भयो हैन। जस्तै कुनै
सिँचाइ छ भने कति हेक्टर सिँचाइ, खानेपानी छ भने कति घर खानेपानी भन्ने होला हैन। र त्यसको लागत कति हो, लागत अनुमान, यो दुईटा विवरण यहाँ भर्ने भयो। त्यसपछि सम्पूर्ण कार्यमध्ये गत आर्थिक वर्षसम्मको परिमाण र लागत भनेको अघिल्लो आर्थिक वर्षमा भनेको असार मसान्तसम्म हामीले कति परिमाणमा सक्यौं र कति लागतमा हामी कति खर्च गरिसक्यौं भनेर यो दुईटा विवरण राखिदिनु होला। र अर्को चाहिँ यो कैफियत र कार्यक्रम विवरण भन्ने यहाँ छ। यो कैफियतमा कुनै पनि आयोजनालाई को बारेमा थप स्पष्टीकरण यहाँ माथि भरेको विवरणले पुगेन भने हामीले यहाँ कैफियतमा जनाइदिनु होला है। यो कर्मगत आयोजनाहरू हो भने कर्मगत आयोजना भनेर लेखिदिनु भयो भने हामीले पछि विनियोजन गर्दाखेरि अथवा बजेट फाइनल गर्नुपर्दा बजेट घटाउन बढाउनु पर्यो भने पनि यसले चाहिँ हामीलाई सहयोग गर्छ। नभएदेखि हामीलाई फेरि त्यो आयोजना नयाँ आयोजना आएको हो या के हो त्यो आयोजनाको बारेमा यो खुलाएर लेखिदिनु होला राम्रोसँग। यति गरिसकेपछि यो सेभ एन्ड एड सोर्स भन्ने छ। अहिले हामी स्रोततिर चाहिँ तपाईहरुले केही पनि नगर्नु होला, हामीले स्रोतलाई यहीँबाट नै मिलाइदिन्छौँ, नभए पछि चाहिँ मिलाउला। त्यो स्रोतको लागि अहिले केही नगर्नु होला। तपाईले सेभ मात्रै गर्नु हो भने यसलाई सेभ हुन्छ, क्लोज हुन्छ। सेभ एन्ड एड न्यू गरे भने सेभ भएर यही फर्म फेरि खुल्छ है। यो यहाँसम्मको यो विवरण आयोजनाको विवरण राख्ने कुरा भयो। अब मैले यसलाई सेभ गरिदिएँ है त। यो तलबमा इन्ट्री गर्दाखेरि 21,111 मा विशुद्ध निजामती कर्मचारीहरूको मात्रै इन्ट्री गर्नु होला, निजामती थायी कर्मचारीको मात्रै इन्ट्री गर्नु होला है। यसमा हामी करारको र अस्थायी दरबन्दीको कर्मचारीहरूको जति फेरि यो खर्च संकेत करार सेवा शुल्कमा लगेर राखिदिन्छौँ है हामीहरू। अब त्यसपछि हामी छौँ करार सेवा शुल्क है। अब यो करार सेवा शुल्कमा लगेर 22,413 मा लगेर हामीले यदि कार्यालय सहयोगी र अरु जति पनि हामी करारमा राख्ने कर्मचारीहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ हामीले यसमा नि कम्पोनेन्ट परेन, यहाँ कार्यक्रम केही देखाएको छैन भने तपाईहरुले यो प्लस सिम्बलबाट हामीले कार्यक्रम नयाँ कार्यक्रम थपिदिन सक्छौं है। जस्तै अहिले यहाँ आएन भने मैले यहाँ प्लस गरेँ। अब यो एक्टिभिटी 3 भन्ने छ। एक्टिभिटी 3 भन्ने ठाउँमा व्यक्ति करार हो कि सेवा करार भन्दा हामी सेवा करार रोज्छौं। डिजी फ्ल्यागलाई डिटेल गर्नु होला, यो सबैमा यही लागू हुन्छ। र विवरण नेपालीमा चाहिँ जस्तै कार्यालय सहयोगी भनेपछि कार्यालय सहयोगी भयो, यो इंग्लिशमा भनेको छ। अब यो डिस्प्ले हुँदैन, त्यही भएर अब ठ्याक्कै लेख्नुपर्छ भन्ने भएन। युनिटमा जना प्रयोग गर्यौं, यो छोड्दियौं हामी, यसलाई सेभ गर्यौं। यसरी कार्यक्रमहरू नयाँ थप्न सकिन्छ, जुनसुकै यो 31,156 को 54, 55 जसको भए पनि यही ठाउँबाट हामी प्लस गर्न सक्छौं। यो कार्यालय सहयोगीलाई हामीले अब यहाँ एउटा मात्रै थियो, यहाँ आयो, अरु छ भने हाम्रो यहाँ अरु आउँछ हैन। जस्तै अब हलुका सवारी चालक भन्ने राखौं, सेवा करार डिटेल। हामीले यो फ्ल्याग ग्रुप गर्नु हो भने यहाँ अरु पनि तल आउँछ है। एक्टिभिटी 4 को फेरि अरु आउँछ, त्यही भएर हामीले ग्रुप होइन डिटेल नै गरिदिनु है। र विवरण नेपालीमा हामीले फेरि लेख्यौं हलुका सवारी चालक भनेर लेख्यौं। ल युनिट यसमा पनि जना गरेर सेभ गर्यौं है। ल यो दुईटा आएको छ, हामीलाई जे चाहिन्छ हामी त्यसैलाई प्रयोग गर्न सक्ने भयो। जस्तै कार्यालय सहयोगी भन्यौं। र अर्को यो जलवायु भन्ने छ। यो जलवायु तटस्थ प्रत्यक्ष लाभ र अप्रत्यक्ष गरेको छ। विकास कार्यक्रमहरूले प्राय जसो यदि जलवायुमा प्रत्यक्ष लाभ दिन्छ, मोर देन 50% लाभ दिन्छ भने प्रत्यक्ष, मोर देन 30 छ भने अप्रत्यक्ष, र छैन अब त्यो केही छैन भने तटस्थ। तलबहरू चाहिँ अब यो तटस्थमा राख्ने भयो। अब कार्यालय सहयोगी भयो, परिमाणमा जस्तै तपाईकोमा 3 जना छ भने हामीले 3 लेख्यौं, 12 महिना गर्यौं, प्रति इकाइ दर अब कति छ उहाँहरुको तलबको हिसाब गरेर हामीले यसरी राखिदिने भयो है। र दोस्रो र तेस्रो वर्षमा पनि हामीले राख्छौं, 87 राखौं, 850 राखौं।
अब यो चौमासिक विभाजन पनि गर्नु पर्यो। यो परिमाण लेखिराख्नु पर्दैन, यस्तो यो प्रशासनिकको लागि हामीले उसको लागि मात्रै लेख्छौँ, विकास कार्यक्रमहरूको लागि मात्रै परिमाण, नर परिमाण चाहिँ खासै चाहिनेमा मात्रै राख्नु होला। यो लागत 250 यसरी हामीले राख्यौँ है। ठ्याक्कै मिलेन भने पनि यसलाई त्यति धेरै वरि हुनुपर्ने विषय भएन। यसलाई हामीले जस्तै सेभ गर्यौँ। अब करारकोमा के चाहिँ ख्याल गर्नुपर्छ भन्दा करार सेवाको कर्मचारीलाई पोसाक र दिने पर्व खर्च त्यो पनि 22,413 मा नै हामीले राख्नुपर्छ है। यो यसैमा राख्नु होला। 22,413 मै हामीले पोसाक र अर्को अब कार्यालय सहयोगी भन्यो, अरू यहाँ आएछ अहिले, अघि हाम्रोमा डिस्प्ले नदेखिएको रहेछ, अहिले चाहिँ हाम्रोमा आयो है। करार सेवा शुल्क, इन्जिनियर व्यक्ति करार, अन्य करार, यो धेरै छ। अब यो धेरै गर्नु परेन, हामीले सिम्पल जे हो हाम्रो त्यही एउटा मात्रै छाने भयो। तर यहाँ राख्दाखेरि जस्तै पोसाक भत्ता पनि भयो। ल पोसाक भत्ता भनेर टोटल करारमा हुने पोसाकहरूलाई एकै ठाउँमा राखिदिए हुन्छ। पोसाक भत्ता, पर्व खर्च यो एकै ठाउँमा हिसाब गरेर पुग्ने गरी राख्नु भयो हुन्छ। नभए इन्जिनियरलाई पोसाक भत्ता, कम्प्युटर अपरेटरलाई पोसाक भत्ता गरेर चाहिँ नराख्नु होला है, एकै ठाउँमा गराएर राख्नु होला। यो भयो। त्यसपछि म एकपटक फेरि तलबकै कुरामा गएँ। ल यो तलबमै गइसकेपछि अब हामीले जस्तै इन्जिनियर भन्यौँ। इन्जिनियर त हाम्रोमा तपाईकोमा दरबन्दीमा छ, स्वीकृत दरबन्दी हुनुहुन्छ र कार्यरत हुनुहुन्न। अहिले चाहिँ तपाईले करारबाट राख्नु भएको छ भने उहाँहरुको लागि जो थाई दरबन्दीको इन्जिनियर हुनुहुन्छ तर अहिले कार्यरत हुनुहुन्न, खाली छ, दरबन्दी खाली छ, करारमा राख्नु भएको छ भने उहाँहरुको लागि दुवैतिर करारमा पनि तलबमा पनि बजेट चाहिँ राख्नु होला। त्यस्तो भएन भने तपाईमा कुनै एकजना नयाँ इन्जिनियर आउनुभयो भदौ असोजमा भने उहाँहरुलाई फेरि करारबाट तलब खुवाएर त भएन, उहाँलाई 21,111 बाटै तलब खुवाउनु पर्छ। त्यही भएर उहाँहरुको लागि दुवैतिर चाहिँ करारमा तलब चाहिँ राख्नु होला है, नभएदेखि अप्ठ्यारो हुन्छ। यो के रे 22,413 मा मात्रै राख्नुभयो अथवा 21,111 मा मात्रै राखिदिनु भयो भने 21,11 बाट राखेको र अनि त्यो दुईटामा फेरि एकअर्कामा तलब खुवाउन मिल्दैन है। त्यही भएर यदि कोही कर्मचारीहरू करारमा हुनुहुन्छ तर उहाँहरुको दरबन्दी यता थाई हो भने त्यसलाई दोहोरो राख्नु पर्यो है बजेट। यसले चाहिँ तपाईहरुको सिलिङलाई अलिकति समस्या चाहिँ बनाउँछ। सिलिङलाई समस्या बनायो भने त्यो चाहिँ दुवैतिर चाहिँ विनियोजन गर्ने हो, नभएदेखि हामीलाई अप्ठ्यारो हुन्छ। अर्को चाहिँ मैले अघि भनेको थिएँ, अघि हामीले जस्तै 10औं तहको त एकजना मात्रै हुनुहुन्छ तर अब 7औं 8औं उहाँहरु धेरै हुन सक्नुहुन्छ हैन। अब जस्तै मानव 7औं र 8औं अल्टरनेटिभ हुनुहुन्छ भने 4 जना हुनुहुन्छ भने यहाँ लेख्दाखेरि हामीले दरबन्दी संख्या 4 भन्ने है, पदपूर्ति जति छ त्यति मात्रै राख्नु होला। यो 4 र पदपूर्ति 3 गर्दाखेरि पनि यसको तलब चाहिँ हाम्रो 4 जनाकै रिजर्भ भएर बसेको हुन्छ है। 2272 यो चाहिँ 4 जनाको गएर बसेको हुन्छ। यो गरेपछि के भयो, एक जनाको रिजर्भ बसिराख्यो। हामीले अब जस्तै 7औं तहको इन्जिनियर हो, 4 जना हुनुहुन्थ्यो, 3 जनाको त यहाँ के 4 जनाको यहाँ राख्नु पर्यो। अब एक जना करारमा राख्ने हो भने एक जनालाई करार सेवामा पनि लगेर बजेट चाहिँ राख्नु होला, नभए अब पछि फेरि कर्मचारी नै राख्न नपाउने हुन सक्छ है। त्यही भएर अहिले त्यसलाई चाहिँ रिजर्भ राखिदिनु होला। मैले यसलाई तलबको लागि चाहिँ यो भन्न खोजेको थिएँ मात्र, यति हो है तलबतिरको लागि। अब त्यसपछि अरु तपाईहरुले यिनीहरुसँग भर्नुहुन्छ। जस्तै अब हामी इन्धन भर्यौं भने मानौ मैले भन्दै गर्दा केही त्यस्तो कन्फ्युजन लाग्यो भने बीचमा सोध्नु होला है। इन्धन भन्यौं, इन्धन कार्यालय प्रयोजन गर्यौं भने सरी अन्य प्रयोजनमा भएछ। ल अब मैले यहाँ प्लस गरेँ। अब यहाँ हेरौँ न, इन्धन यसरी डिजेल, चारपाङ्ग्रे, मोबिल, पेट्रोल भनेर यसरी राख्नु पर्दैन। सिम्पल इन्धन भनेर मात्र राख्नुस् अथवा कार्यालय प्रयोजनको लागि इन्धन भनेर राख्नु भए हुन्छ है। यो धेरै टुक्रा पारियो भने पनि हामीलाई पछि झन् कार्यान्वयन गर्न तपाईहरुलाई त्यो मिलाउने झन् गाह्रो। त्यही भएर इन्धन मात्रै भनेर राखे पनि भयो है। इन्धन अब संख्या
अब कतिवटा गाडी छ, कतिवटा मोटरसाइकल छ हैन, टोटलमा हिसाब गरेर राखिदिनु भयो हुन्छ। यसलाई चाहिँ अब धेरै त्यो ब्रेकडाउनहरू गर्नु परेन। अब तपाईले अब कहिलेकाहीँ हैन म ब्रेकडाउन गरेर राख्छु भन्ने लाग्छ भने पेट्रोल 4 पाङ्ग्रै गरेर राख्नुस् हैन, अनि पेट्रोल 2 पाङ्ग्रै गरेर राख्नुस्, अनि त्यसपछि डिजेल यसरी राख्नु भए पनि हुन्छ। तर अब हैन पर्दैन त्यो धेरै, अब त्यो किन गर्नु पर्यो, इन्धनमा टोटल कति विनियोजन गरेछ भन्ने कुरा थाहा भइहाल्छ। त्यसले गर्दा इन्धन यो मैले संख्या 1 नै गरे। मासिक परिमाण अब कति लिटर मासिक चाहिँ हाम्रो खर्च हुन्छ, जस्तै 300 लिटर भने महिना 12 महिना गरे, परिणाम 3600 लिटर भयो। अब दर 0.15 हैन, 0.150 छ अहिले भनेपछि हाम्रो 5,40,000 खर्च भयो है। 5,40,000 हामीले प्रस्ताव गर्यौं हो। यस्तो 5,40,000 भयो, यहाँ 6 लाख भनौं, यहाँ 650 भनौं। अब यसमा चाहिँ यो चालु आवकको विनियोजन र गत आवकको विनियोजन यसमा चाहिँ एकदमै राम्रोसँग राखिदिनुलाई प्रशासनिक खर्चमा। अब चालु आवकमा चाहिँ कति थियो हैन, जस्तै मानौ चालु आवकमा 5 लाख थियो, हालसम्म चाहिँ 4 लाख खर्च भएको छ र अघिल्लो यथार्थ वर्षको खर्च 6 लाख भएको थियो भने त यो राम्रो देखियो नि त बजेट। अहिले हामीले के सुन्यौं, 5,40,000 प्रस्तावित थियो, अब यो वर्ष पनि 6 लाख प्रस्तावित भएको ठाउँमा हामीले 5 लाख प्रस्तावबाट 5,40 गर्यौं, अनि अघिल्लो वर्ष नै हाम्रो 6 लाख खर्च भएको थियो, अहिले 5,40 भनेपछि एभरेजमा ठिकै प्रस्ताव भएको रहेछ भनेर हामीले हेर्न सक्नु भयो। सजिलो भयो यो हेर्दाखेरि है। कहिलेकाहीँ त्यो अस्वाभाविक देखियो भने चाहिँ फेरि काट्नु पर्ने या केही गर्दा केही आधार भनेको नै हाम्रो यो खर्चको स्थितिलाई हामीले हेरौँला। अब जस्तै अघिल्लो वर्ष फेरि तपाईले यसरी प्रस्ताव नगरिकन यो टुक्रा टुक्रा गर्नुभयो, अनि अहिले चाहिँ इन्धन मात्रै गर्नुभयो भने त्यो टुक्रा टुक्रा गरेर टोटलमा इन्धनमा कति छुट्याउनु भएको थियो त्यसलाई चाहिँ जोडेरै यसमा चाहिँ राखिदिनु होला है। यहाँ हेर्दाखेरि देखिहाल्छ, यो राख्नु होला। र यो अब केही अस्वाभाविक छ त्यस्तो कुनै थप व्याख्या चाहिन्छ भने त्यसलाई चाहिँ यो कैफियतमा लगेर राखिदिनु होला। अब हामीले यसलाई मैले यसलाई पनि सेभ गरेँ है। यिनीहरू त भयो प्रशासनिक खर्चहरू। अब मसलान्दाको पनि त्यो धेरै टुक्राहरू नगरिकन अब सिम्पल एउटा सिंगल मसलान्दा खर्च भनेर एकमुष्ट राख्नु भइहाल्छ, त्यो धेरै गर्नु चाहिँ पर्दैन। अब हामीहरू जाउँ यो हाम्रो चाहिँ विकास कार्यक्रम। अब कार्यक्रम खर्चमा पनि तपाईले गरि नै हाल्नुहुन्छ। कार्यक्रम खर्च अब अफिसले आफू प्रत्यक्ष रूपमा सहभागी भएर गर्ने कार्यक्रमहरू चाहिँ सबै अब यहाँ राख्छौं है। अब यिनीहरूलाई राख्ने भयो। त्यसपछि हामीले विकास कार्यक्रमहरूमा हामीलाई धेरै समस्या हुने विकास कार्यक्रमहरू हो। जस्तै खानेपानी कार्यालय भनेपछि खानेपानी संरचना निर्माण भन्ने भयो। यसमा प्लस गर्यौं। प्लस गरिसकेपछि अब विकास कार्यक्रमहरूलाई चाहिँ कम्पोनेन्ट बनाएर नै राखिदिनु होला, ताकि टक्क बजेट वक्तव्यमा आधारभूत खानेपानीतर्फ यति बजेट विनियोजन गरिएको छ भन्दाखेरि टक्क तपाईहरुको कम्पोनेन्ट सिलेक्ट गर्दा त्यति बजेट देखियोस् है। जस्तै अब यो तपाईले एक घर एक धारा लमजुङ, एक घर एक धारा तनहुँ यसरी गर्दिनु भने एकदम अप्ठ्यारो हुन्छ। खास सबैको एक घर एक धारा मात्रै गरिदियो कम्पोनेन्ट बनायो भने सजिलो हुन्छ है। यो जस्तै अब एक घर एक धारा आधारभूत खानेपानी भनौं न हैन, आधारभूत खानेपानीको अब यहाँ कुन हो, अब त्यहाँ भित्र पर्ने आयोजना कुन हो, यहीबाट हामीले कोडबाट पनि गर्ने भयौं, यसलाई पनि हामीले गर्ने भयौं। अब तपाईहरुले यहाँ नभएको आयोजना छ भने यहाँमा हामीले नयाँ ल्याउनु पर्यो भने त उपाय भनेको यही प्लस नै भइहाल्यो। प्लसमा जाने, अब यो खानेपानी सर्च यो कुन कम्पोनेन्ट भित्र कुन भित्र पर्छ, कुन सेक्टरमा पर्छ त्यसलाई क्लिक गर्ने, यसलाई डिटेल गर्ने अनि आयोजनाको नाम लेख्दिने है। आयोजनाको नाम लेख्दाखेरि अब अहिले तपाईहरुले नै धेरैचोटी फेस गरिराख्नु भएको प्रब्लम छ, ठाउँ नै थाहा नहुने। त्यसले गर्दा स्थानीय ठाउँको लोकल नाम नै लेखिदिनुस्, जसले गर्दा सजिलो होस्। कम्तीमा पनि जिल्ला, स्थानीय तह र वार्ड अनि त्यहाँको लोकल नाम समेत सम्भव भएसम्म कमा दिँदै राखिदिँदै गर्नु होला है यसमा चाहिँ। अब जस्तै यही हेरौँ न, हामीले
अब यो कति धेरैमा त अब यो यहाँ देखि नै हाल्छ हैन। अब नदेखिएका ठाउँहरुमा अब हामीलाई चाहिँ त्यो आयोजनाहरु तपाईहरुलाई नै सजिलोको लागि त्यो गर्दिनु होला। नभएदेखि हामीले अब भनौँ न यो हेलु बजार खानेपानी मूल संरक्षण भिरकोट 1 भन्यो हैन। अब भिरकोट भन्ने अब कति हामीलाई त कतिलाई थाहै हुँदैन नि त अब कहाँ पर्यो भन्ने हैन। त्यसले गर्दाखेरि अब यहाँ जिल्ला चाहिँ लेखिदिनु पर्यो कि। अब तपाई स्याङ्जाबाट इन्ट्री गर्नुभयो होला यो त्यसले गर्दाखेरि स्याङ्जाको ठ्याक्कै थाहा भयो यो स्याङ्जाको लागि पो त्यो भिरकोट भन्ने भयो। अब यहाँ पोखरामा बसेर त भिरकोट भन्ने कहाँ थाहा हुन्छ फेरि हैन। त्यसले गर्दाखेरि यो एकदमै एड्रेसमा जिल्ला चाहिँ छुट्याइदिनु होला। सबैमा स्ट्रिक्टली यो जिल्ला चाहिँ छुट्याउनु पर्छ है। नभएदेखि अब यो अब सिमलधारा खानेपानी आयोजना वालिङ 7 भन्ने छ। अब वालिङ अलि पपुलर ठाउँ भएर हामीलाई थाहा भयो। नभएदेखि त फेरि वालिङ स्याङ्जामा पर्छ भन्ने नै के थाहा हैन। अब जस्तै अन्नपूर्ण भन्ने कास्कीमा पनि छ, उता मेघदीतिर पनि छ। हो यस्तो उल्लेरी नेपाने खाप अन्नपूर्ण 9 भन्यो। अब यो कहाँ हो कहाँ हो? अब यो जिल्लाले त हामीले त जिल्ला नभएपछि छुट्टिँदैन। त्यही भएर यस्तोहरू चाहिँ सबै छुट्याइदिनु होला है। यो आयोजना राम्रोसँग छुट्याएर चाहिँ भर्दिनुस् र यी आयोजना भरेको ठाउँमा यिनीहरूको कुल लागत, अघिल्लो वर्षको खर्च र यहाँ कैफियतमा चाहिँ स्पष्टसँग बहुवर्षीय हो, कर्मागत हो, नयाँ हो अथवा त्यो आयोजनामा चाहिँ के गर्न चाहिँ त्यो त्यति बजेटै ठ्याक्कै किन चाहिएको भन्ने कुरा चाहिँ आयोजनामा विवरण पानी पनि पठाएर यस्तो भन्दैन यस्तो पानी लगिदिनु भन्ने यसलाई चाहिँ हामीले यो कैफियतमा खुलाइदिनु होला है। आयोजनाहरूको खुलाउनु पर्ने आयोजनाको सबै परेन, खुलाउनु पर्नेको चाहिँ यसमा गरिदिनु होला। मैले लगभग तपाईहरुलाई इन्ट्रीतिरको पार्टमा भने। अब स्रोतहरू कुनै आयोजनाको हामीले स्रोत खुलाउनु पर्यो भने अब अहिले चाहिँ हामी यहीँबाट सकेसम्म यहीँबाट मिलाउँछौँ। त्यस्तो मिलेन अब अफ्टर अब अर्को विषय स्रोत जाउँ है। तपाईहरुले त्यो स्रोत खुलाउने ठाउँमा चाहिँ मैले एउटा प्लस गरेरै गएँ। यो सेभ एन्ड एड सोर्स भन्ने छ। यसलाई चाहिँ तपाईले यो सोर्समा थप्नु पर्नेमा यो स्रोत चाहिँ थप्नु होला। अहिले चाहिँ यो स्रोत थप्नु पर्दैन। अहिले चाहिँ यतिकै छोडिदिनुस्। यो स्रोत नलेखिकन नै सेभ गर्नु होला। एउटा काम। अर्को कुनै पनि कार्यालयले अघिल्ला वर्षको आयोजनाहरू कपी गरेर अब म एडिट गर्छु, मलाई कपी गर्दा छिटो हुन्छ अनि कपी गरेर एडिट गर्दा छिटो हुन्छ भन्ने लाग्छ भने कपी एन्ड लास्ट इयर बजेट भन्ने अप्सनलाई युज गर्नु होला। यसले कपी एन्ड लास्ट इयर गर्ने बित्तिकै यो कन्फर्म गर्दैछ अघिल्लो वर्षको आयोजना सट्ट यहाँ आउँछ। तर त्यो आउनुभन्दा पहिला यो जस्तै मैले अहिले इन्ट्री गरेका यिनीहरू चाहिँ यो डाटाबेस खाली गराउनु है। यसलाई डिलिट गरेर अनि यो कपी लास्ट इयर बजेट गरिदिनु होला। यो गरिसकेपछि अनि त्यसपछि सच्याउने तरिका त उही हो, कार्यक्रम यहाँ जाने। अब यसमा गएर एडिट गर्नको लागि हाम्रो यो भ्यू अप्सन छ, यसलाई क्लिक गर्नुस्। यो क्लिक गरिसकेपछि अघि मैले के गरेँ यहाँ भ्यूमा यो भ्यू मेनुमा गएर गरेँ एक्सनमा। त्यसपछि यहाँ एडिट भन्ने अप्सन छ। यो एडिट गरिसकेपछि अब यो एडिट हुन्छ। तपाईले जे जस्तै 45 को ठाउँमा हामीलाई 46 राख्नु पर्यो भने हामीले एडिट गर्छौं। तर यसको एडिट गर्दाखेरि हामीले कार्यक्रम र कम्पोनेन्ट एडिट गर्न सक्दैनौं है। किनकि यही कार्यक्रममा हामीले बजेट मात्र एडिट गर्ने है। फेरि अरु कुरा एडिट गर्ने होइन, बजेट एडिट गर्नलाई हो, कार्यक्रमको नाम होइन। अब कार्यक्रमको नाम नै फेर्नु पर्यो भने त यो कार्यक्रमलाई यहाँबाट पहिला डिलिट गर्ने अनि अर्को नयाँ कार्यक्रम नै थप्दिनु है। यहाँ गएर कार्यक्रम चेन्ज गर्छु भन्न चाहिँ मिल्दैन। यो अलिकति 10औं को ठाउँमा 9औं बनाउँछु भनेर चाहिँ एडिट हुँदैन है। एडिट अप्सनमा गएर चाहिँ यो इन्ट्री गर्ने सम्म कसैलाई केही त्यस्तो लाग्यो, केही तपाईहरुले सँगसँगै इन्ट्री गर्नु भएको वा त्यस्तो केही अप्ठ्यारो भयो भने भन्नुस् है। अब यो इन्ट्री गरिसकेपछि अब हामीले अर्को मेनु छ, तपाईहरुलाई एकदम काम लाग्ने मेनु छ, यो रिपोर्ट है। यो एडिट गरिसकौं अनि के रे इन्ट्री गर्यौं। इन्ट्री गरिसकेपछि अर्को चाहिँ हाम्रो रिपोर्ट मेनु छ। रिपोर्ट मेनुमा हामीले रिपोर्टमा क्लिक गरौं। रिपोर्टमा क्लिक गरेर अरु कुनै हेर्नु पर्दैन। तपाईलाई सिम्पल यो प्रस्तावित भन्ने छ। प्रस्तावितको सिरियल नम्बर 24 को 28 नम्बर फारम यो हेर्नु भयो भने
तपाईले इन्ट्री गरेको सबै बजेट चाहिँ यसमा देखिन्छ। यसमा इन्ट्री यहाँ जाने, मन्त्रालय रोज्ने, बजेट उपशीर्षक रोज्ने अनि कार्यालय कोड रोजेर जेनेरेट गर्नुभयो भने कार्यालयको एकदम राम्रोसँग इन्ट्री गरेको आयोजनाहरू, जस्तै अहिले हामी यो चालुतिरको मात्रै इन्ट्री गरेका थियौं, पुँजीगत इन्ट्री गरेनौं, हामी गरेको भए सबै आउँछ। कार्यक्रमको नाम, त्यसपछि खर्च शीर्षक अनि इकाइ अनि परिमाण, बजेट, यो चाहिँ सबै सरर देखिन्छ, हामीलाई केही पनि समस्या हुँदैन। यो आइसकेपछि यसलाई फेरि हामीले के गर्न सक्छौं, यो प्रिन्ट छ भने प्रिन्ट गर्दा पनि हुन्छ, एक्सेलमा हामीले डाउनलोड गरेर एक्सेलमा खोले पनि हुन्छ है। यो एक्सेलमा मजाले खुल्छ। यसरी यो एक्सेलमा नै खुल्ने भएको भएर हामीलाई त्यस्तो केही पनि समस्या हुँदैन है। एक्सेलमा खोल्यौं, त्यसपछि यसलाई हामीले आफ्नो आवश्यकता अनुसार बोर्डर राख्नेदेखि लिएर सच्याउनेसम्म हामीले सबै गरिदिन सक्छौं। ल, यसरी चाहिँ हाम्रो एक्सेल सिटमा सबै डाटाहरू एक्सेलमै आइदिन्छ, हामीलाई सजिलो हुन्छ। मैले एकपटक तपाईहरुलाई सरसर्ती भनेर चाहिँ यो सके। हामीले बजेट यो लगइन गर्यौं, प्रस्तावित बजेटमा गयौं, प्रस्तावित बजेट, मन्त्रालय, बजेट उपशीर्षक, त्यसपछि कार्यालय है। यति गरिसकेपछि हामीले यहाँ खर्च शीर्षकहरू थप्नुपर्छ भने थप्यौं, यहाँ छ भने यही भएकोलाई प्रयोग गर्यौं है। यसलाई त्यसपछि हामी प्रत्येकमा गयौं र प्रत्येकमा इन्डिभिजुअली कार्यक्रमहरू इन्ट्री गर्यौं। यो इन्ट्री गरेर यहाँ सेभ गर्यौं। सेभ गरिसकेपछि फेरि अर्कोमा पनि हामीले कार्यक्रमहरू यसरी राख्दै गयौं र राखिसकेपछि रिपोर्टमा गयौं। रिपोर्ट हेर्ने, प्रस्तावितमा फारम नम्बर क्रम संख्या 24 को फारम नम्बर 28, यसलाई मन्त्रालय, बजेट शीर्षक र कार्यालय गरेर जेनेरेट गरिदिने बित्तिकै यो आयो है। मैले यहाँसम्मको काम तपाईहरुलाई मैले सिकाउन खोजेको, देखाउन खोजेको यो नै हो। अब तपाईहरुलाई चाहिँ अब लागेका र केही तपाईहरुले सुन्न पर्ने कुराहरुको चाहिँ अब हामीले यहाँ भन्नु होला है। मैले रेकर्डिङ अब बन्द गर्दिए, अब चाहिँ हामी खुल्ला छलफल गरौँला। हाम्रो रेकर्ड पोस्ट रेकर्डिङ स्टप।